अहिले जसरी सामाजिक सञ्जाल सोशल मिडियामा चाहिँ अहिले के अरे तुलसा कलेक्सन भन्ने चाहिँ जसरी आफूलाई चाहिँ पीडित हो भन्दै रुँदै कराउँदै आएको छ होइन, वास्तविकता त्यो होइन। यहाँ हेर्नु, गोहीको आँसु अथवा कसैले पनि रुँदैमा कराउँदैमा कुनै पनि नारी चाहिँ पीडित हुँदैन भन्ने कुरा यो प्रमाणसहित म आएको छु होइन। आज मैले कुमार चिमौरियासँग चाहिँ कुरा गरिसकेपछि मैले यहाँ भन्दैछु होइन, उनीहरूको सुरुवातीमा भेट कसरी भयो। अब सुरुमा के गरेछ भने अब यो कुमार चिमौरिया चाहिँ अब पहिलेदेखि नै अब एउटा व्यवसायमा लागेको रहेछ, अटो व्यवसायमा, अब अटो किनबेच गर्नेमा। अनि त्यो बेलामा चाहिँ कुमार चिमौरिया बुटलमा भएको, अनि त्यस पछाडि यो बेलामा चाहिँ यो तुलसा कलेक्सनले चाहिँ आफैले कल गरेर कुमार चिमौरियालाई चाहिँ कल गरेर चाहिँ मेरोमा पनि यसरी के अरे बाइक गाडीहरू बेच्ने मान्छे आउँछ, यसरी किनिदिनु पऱ्यो भनेर त्यो कुरा गरेपछि अनि भोलिपल्ट दिनमा त्यो तुलसाले आफैले चाहिँ भेटौँ यसरी चाहिँ बुटलमा भन्ने कुरा गरेपछि एकैछिनमा बुटलमा चाहिँ तुलसा कलेक्सन पुगेको छ। पुगे पछाडि तुलसा कलेक्सनले चाहिँ खाजा खान जाउँ भनेर चाहिँ उसले आफैले भनेको छ। खाजा खानको लागि चाहिँ अलि अगाडि जाउँ भन्ने कुरामा क्रममा चाहिँ भैरवा पुऱ्याएको छ। अनि भैरवा पुऱ्याए पछाडि अनि खाजा खानको लागि चाहिँ खाजा खानलाई तल बस्छ कि एउटा केटी मान्छेले चाहिँ खाजा खानको लागि माथि होटल बुक गर्छ, एउटा केटी मान्छेले खाजा खानको लागि होटल बुक गर्छ कि मुनिको टेबलमा बसेर खान्छ, मोमो अथवा पोक फेन्टा ओछ्यानमा सुतेर खान्छ। त्यहाँबाट बुझ्नुहोस् यो केटीको इन्टेन्सन के हो भन्ने कुरा के। त्यही माथि पनि यसले अलरेडी पोइ छोडिसक्यो त्यति बेला, यसको छोरी त्यो साथमा भने यो त चालु मान्छे थियो नि त्यति बेला नै होइन, क्लियरली बुझ्न सकिन्छ कि। अनि त्यस पछाडि त्यसरी सुत्ने बेलामा केटा मान्छे हो, कोही पनि मान्छे आफूलाई चाहिँ कन्ट्रोलमा राख्न सक्दैन त्यो कुरा, एकदम डेफिनेटली कुनै केटी मान्छेले त्यस्तो गर्यो भने, तपाईँ अथवा म होस् या अरू कोही पनि। अनि त्यस्तो गरेपछि त्यति बेला तुलसाले चाहिँ इन्टेन्सनले धेरै खालको भिडियोहरू खिचेर चाहिँ राख्यो। त्यस पछाडि केही दिन पछाडि अनि त्यस पछाडि उसले चाहिँ अब त्यहाँबाट निस्किसकेपछि भोलिपल्ट दिनदेखि चाहिँ अब भिडियो कल गर्ने, भिडियो कलमा चाहिँ नाङ्गे भिडियोहरू गर्ने होइन, भिडियो कल गरेर चाहिँ माथिको चाहिँ आफ्नो चाहिँ स्तनहरू देखाउने, हरेक कुरा गरे पछाडि त्यो फोटोहरू मसँग यहाँ छ, मैले सार्वजनिक गर्न मिल्छ मिल्दैन यो कुराहरू होइन। जब के अरे कुमार चिमौरिया चाहिँ काठमाडौँ आयो त्यस पछाडि तुलसाले चाहिँ अब दिनकै भिडियो कल गरेर भिडियो कलमा चाहिँ नाङ्गे अब देखाउने बस्छ। अब किन भन्दा अब पहिलो दिनमै भेटेर अब त्यसरी चाहिँ ओछ्यान तयार पारेर अब सुत्ने आइमाईले अब त्यो भिडियो कल त उसको लागि के ठुलो कुरा हो। किन भन्दा उसलाई त थाहा थियो कुमार भन्ने मान्छे अब चिमौरिया चाहिँ पैसा भएको मान्छे हो, यसलाई चाहिँ फसाउनुपर्छ र यसलाई चाहिँ हनी ट्र्यापमा पार्नुपर्छ भन्ने कुरा तुलसालाई राम्रोसँग थाहा थियो। त्यही भएर उसले त्यस्तो काम गर्न उसलाई सामान्य भयो। त्यस पछाडि अनि उसले त्यस्तो गरेपछि एक दुई दिन पछाडि अनि के अरे तुलसा चाहिँ अचानक काठमाडौँ आइपुग्छ र कलङ्कीमा आएपछि तुलसाले चाहिँ फोन गर्छ, ल म चाहिँ कलङ्की आइपुगिसक्यो मलाई लिन आइज भन्छ। अनि त्यो गर्दा पनि अनि चिमौरियाले चाहिँ लिनलाई चाहिँ नजाँदा धेरै समय इन्कार गरेपछि अनि लिन जान्छ। लिन गए पछाडि अनि उनीहरू चाहिँ सिधै आएर कहाँ बस्छ, तिरुपति होटल भन्ने ठाउँमा बस्छ। तिरुपति होटल कहाँ छ भन्दाखेरि पुतली सडकमा छ। अनि त्यहाँ बसिसकेपछि अनि अब होटलमा बसिसकेपछि उसले चाहिँ अब एकदमै अब यताउता भयो। त्यस पछाडि अनि चिमौरिया त्यहाँबाट निस्किन्छ अनि उसले जबरजस्ती कल गर्ने, धम्की गर्ने, यताउता अब मलाई कोठा खोजेर काठमाडौँ राखिदिए, मेरो छोरी पढाउनु पऱ्यो, होइन भने तँलाई तेरो बुढीलाई भनिदिन्छु यताउता भनेर चाहिँ उसले धम्की दिन थाले पछाडि म भाटोमा सुत्न आइज भनेर जबरजस्ती बोलाउन थालेपछि त्यसपछि उसले चाहिँ 6,50,000मा चाहिँ सामान सहितको कोठा खोजेर राख्ने। एउटा गाउँबाट आएको केटी, एउटा काउसोती, एउटा सामान्य एउटा गाउँले गरिबको छोरी, एउटा गरिब पाखेको छोरी होइन। अनि त्यसरी चाहिँ कोठा खोजेर चाहिँ 6.5 लाख कोठामा बस्न पाउँदा उसको जिन्दगी के भयो होइन। हिजो दिनमा एउटा कोहीले अलरेडी लात हानेको उसलाई रङ्गे हात भेटाएर, अनि त्यस पछाडि यसरी चाहिँ उसलाई चाहिँ 6,50,000 कोठा पाउँदैन उसले के चाहियो होइन। अनि त्यसपछि उसलाई चाहिँ कोठाको चाबी दिए पछाडि अनि लकडाउनको बेलामा चाहिँ धेरै धम्की दिएर फोन गर्ने, यताउता गर्ने, भेट्न आइज अनि अनेक गरे पछाडि त्यति बेला चाहिँ अनि के अरे उसको चाहिँ त्यो बुढीले पनि यो कुरा चाहिँ थाहा पाएको रहेछ होइन। अनि त्यस पछाडि अनि त्यो लकडाउनको बेलामा एकदम त्यस्तो भए पछाडि अनि अब खर्च धेरै भएको छ। अनि जागिर खोज्दै भनेर एकदम धम्की दिएछ। अनि जागिर खोज्दै भनेपछि चिमौरियाले चाहिँ आफ्नै साथीकोमा पनि जागिर खोजेर काम लगाइदिएछ। अनि काम लागे पछाडि 6-7 महिनापछि त्यो जागिर पनि छोडेछ। अनि जागिर छोडे पछाडि तुलसाले चाहिँ मलाई पसल खोल्दै भनेछ। अनि पसल खोल्दै भने पछाडि पसल खोल्दै म तँलाई चाहिँ पैसा तिर्छु भनेर तुलसाले आफैले बोलेको कुराहरू सबै कुरा यो हरेक पनि उसले चाहिँ जबरजस्ती पसल खोल्दै पैसा तिर्छु भन्ने चाहिँ सहमतिमा चाहिँ त्यसपछि 7 बाटोमा चाहिँ एउटा फेन्सी पसल खोल्दैछ 7,50,000मा किनेर है। अनि त्यो किने पछाडि पनि के अरे केही समय पछाडि उसले राम्रोसँग त्यो नगरेर भाडा तिर भन्ने, यताउता गर्ने, टचर दिने, यताउता गरेर त्यो पनि बन्द गरिदिएछ केही समयमा होइन। बन्द गरेपछि उसले के भनिन्छ, फेरि मलाई अर्को पसल खोल्दै यस्तो यस्तो राम्रो हुन्छ यताउता भनेपछि 7 बाटोमा फेरि पसल खोलेछ 7,50,000 तिरेर। अनि त्यो किने पछाडि पनि त्यसमा पनि हो त्यस्तै चाहिँ अब यताउता भाडा नतिर्ने, हरेक कुरा गर्ने होइन। अनि त्यो गरे पछाडि अनि त्यो 7 बाटोमा चाहिँ कहाँनिर थियो भन्दा 52 धारा क्रिस हस्पिटलको अगाडि थियो अरे। अनि फेरि अनि अर्को चाहिँ के गर्यो भन्दा त्यस पछाडि चाहिँ फेरि अर्को एउटा पसल खोल्दै भन्दा 52 धारा क्रिस हस्पिटल अगाडि चाहिँ 6,75,000मा फेरि फेन्सी पसल किनेछ।
त्यो किने पछाडि अनि फेरि उनीहरू पोखरातिर घुम्न गएको देखिन्छ। अनि पोखरातिर घुम्न गए पछाडि फेरि आउने बेलामा चाहिँ स्टोनको मालाको कुराहरू गरे पछाडि फेरि उसले के भन्छ, म इन्डिया जानु छ, मलाई 25 लाख दिएन भने यताउता भन्छु भनेर त्यो भनेपछि अनि चिमौरियाले फेरि ब्याङ्कबाट लोन निकालेर 25 लाख क्यास पैसा दिएछ। अनि इन्डिया गए पछाडि अनि इन्डिया जाने बेलामा पनि फेरि के गरेछ भन्दा 50 लाख पैसा रेडी गरिदिए, नत्र भने म तेरो घरै जान्छु बुढीलाई चाहिँ भनेर भन्छु यताउता भन्न धम्काए पछाडि उसले त्यो बेलामा नि 50 लाख पैसा दिएछ। अनि त्यो गरेर नि केही समय पछाडि उसले के भन्यो, अब म चाइनामा बिजनेस गर्छु। चाइनामा यताउता गए पछाडि चाहिँ के अरे चाइना जानको लागि 1 करोड माग्यो अरे कि। अनि 1 करोड माग्दा बेलामा चाहिँ त्यो पैसा चाहिँ कहिले कालिका अपार्टमेन्टमा, कहिले चाहिँ अम्बे अपार्टमेन्टमा त्यस्तो गरेर चाहिँ पैसा माग्दासम्म त्यति बेलासम्म 3 करोड 90 लाख पैसा चिमौरियाले दिइसकेछ है। चिमौरियाले यो पैसा किन दिएको रहेछ भन्दाखेरि आफ्नो सम्बन्ध श्रीमतीसँग जोगाउन र लुकाउनको लागि। किन भन्दा इज्जत भएको मान्छेलाई डर त हुन्छ बेइज्जत हुने, त्यस्तो भएछ। अनि अति भएपछि होइन, अनि त्यत्रो पैसा तिर्न सक्दिनँ भन्दा के गर्छु गर भने पछाडि अनि चाइनामा पसल सानो भयो। अनि त्यस पछाडि फेरि म चाहिँ रिटर्न हुन्छु। अनि के अरे लगनखेलमा चाहिँ ऊ चाहिँ चाइना गएर त्यो 1 करोड पैसा लिएर, अनि उसले चाइनामा चाहिँ 1 करोड पैसा लिएर जाने बेला के गरेछ भन्दा फोन गरेर लगनखेलमा चाहिँ मलाई ठाउँ सटर खोज्दै अलि ठुलो, त्यो पसल सानो भयो, सातो बाटो भनेपछि 4,50,000 डिपोजिट दिएर चाहिँ के अरे लगनखेलको चाहिँ नोबेल ब्याङ्कको बिल्डिङमा चाहिँ अहिलेको यो जुन पसल जफत गर्यो भनेको त्यो पसल चाहिँ त्यहाँ खोलिदिएको रहेछ है। अनि त्यो खोलेपछि अनि त्यो के अरे पैसा सकेर चाहिँ उसले चाहिँ के गरेर रहेछ भन्दाखेरि चिमौरियाको चाहिँ पैसा सबै कुरा धुतेर सकाए पछाडि चाइनामा चाहिँ लुकेर पर्मानेन्टली बस्ने प्लानिङ सहित चाहिँ के अरे यो खेल खेलेको रहेछ। यसमा चाहिँ सिधै यो आइएमआई भनेको सिधै व्यापारी हो। व्यापारी मतलब ज्यान व्यापारी, छाला व्यापारी अथवा त्यसको त्यो सानो एउटा सुर्का व्यापारी जे भने पनि हुन्छ यो कुरामा होइन। अनि त्यसमा चाहिँ सबै कुरा देखिन्छ। अनि त्यस पछाडि यसले के गरेछ भन्दा अनि कुमारी पार्टीमा अनि त्यस पछाडि चाहिँ त्यति बेला चाहिँ चाइना जाने भएछ। अनि त्यो चाइना जानलाई चाहिँ यो उसले चाहिँ एकदम रोकेको रहेछ क्या चिमौरियाले चाहिँ। अघि यसले त्यो जुन यो के अरे च्याटको चाहिँ सबै कुरा देखाइदियो त्यो भनेर त्यो बेला चाहिँ चिमौरियाले चाहिँ रोक्न खोजेको छ, किनभने यो चाइना गयो भने मेरो पैसा उठ्दैन। अनि त्यो भए पछाडि चाहिँ उसले चाहिँ त्यति बेला चाहिँ अति भएपछि बुढीलाई भनेछ होइन। अनि बुढीलाई ब्ल्याकमेल गरेछ। अनि बुढीलाई भन्ने बित्तिकै होइन अनि त्यो कुमारी पार्टीको पसल चाहिँ उसले चाहिँ त्यस पछाडि नियन्त्रणमा लिएको रहेछ त्यति बेला, यो अहिले जुन पैसा तिर भनेको छ नि। अनि त्यसमा पनि सामानहरू धेरै जसो सामान थिएन अरे क्या। अनि त्यस पछाडि अनि अब नभेट्ने नबोल्ने यताउता भइरहेको थियो। अनि त्यो पछाडि फेरि यसले चाहिँ अनि त्यो पसल नियन्त्रणमा लिए पछाडि चाहिँ यिनीहरूले त्यो बेलामा कागज साइन गरेछ नबोल्ने नभेट्ने यताउता भने होइन। त्यस्तो गर्दा फेरि चिमौरियाको बुढीलाई चाहिँ यसले चाहिँ एकदम ब्ल्याकमेल गर्न थालेछ होइन यो तुलसाले चाहिँ। अनि इन्डिया गएछ कि यो तुलसा चाहिँ। इन्डिया गए पछाडि कहिले चाहिँ त्यो यस्तो यस्तो फोटोहरू पठाएको छ होइन, त्यो मिन्स भएको प्याडको फोटोहरू। अनि त्यसपछि यताउता हरेक कुरा पठाएर त्यो गरे पछाडि फेरि त्यति बेला पनि 85 लाख पैसा हाल्न लगाएछ। अनि 85 लाख पैसा हाले पछाडि तुलसा के गर्यो, छोरीलाई लिएर चाइना गयो। हेर्नु यहाँ, अनि यो केटी सिङ्गल आइमा हो, सिङ्गल आइमा यसले आफूले कमाएको पैसा हो। यसरी अर्काको छोरालाई अर्काको बुढालाई चाहिँ युज गर्ने आइमा भनेको यो सिङ्गल आइमा हो। कसरी लिन्छ तपाईँहरूले यो कुरालाई भन्नु त, कसरी लिन्छ मलाई भन्नु एकचोटि यो कुरा। सिङ्गल आइमा हो, यसले आफूले गरेको मेहनत हो। दुनियाँको बुढालाई फसाएर खाने आइमा सिङ्गल आइमा हो। अनि यस्तो आइमालाई चाहिँ अनि मैले चाहिँ अर्को नाम दिँदा बेलामा तपाईँहरूले चाहिँ मलाई गाली गर्ने हो। अब आफै भन्नु। अनि त्यस पछाडि चाइना गए पछाडि पनि अनि यो चिमौरियालाई चाहिँ एकदम गुन्डाहरू लाउने रहेछ होइन। नेलिका लाम्छाने भन्नेको एकजनाको नाम आएको छ। नेलिका लाम्छाने भन्नेलाई चाहिँ लगाएर पसलमै पठाएर जबरजस्तीको चाहिँ मुद्दा हाल्न लाग्छ तँलाई। चिमौरियाको पसलमा चाहिँ अब यो चाइना गइसके पछाडि पनि चिमौरियालाई चाहिँ सुखसँग बस्नु नदिएको रहेछ होइन। अनि त्यति बेला पनि अब धम्काउने यताउता अब त्यो के भन्छ अब गुन्डाहरू पठाउने मान्छे लगाउने यताउता अनेक काम गरिरहेको छ कुट्नको लागि पैसा फिरौतीको लागि होइन। अनि त्यो बेलामा चाहिँ त्यो एउटा नेलिका लाम्छाने भन्ने आइमाई चाहिँ पसलमै पठाएपछि त्यसले चाहिँ के भन्यो, अब तपाईँले पैसा दिएन भने तपाईँलाई चाहिँ जबरजस्ती चाहिँ कराउनेको मुद्दा हाल्छ भनेर चाहिँ भनेको छ भनेर यताउता गरेछ। अनि चिमौरियाको बुढी चाहिँ यसमा कुनै पनि हालतमा संलग्न छैन रहेछ। अनि चिमौरियाको बुढीलाई चाहिँ यसले चाहिँ अब त क्यान्सर पीडित त मर्ने बेला भएको भनेर गाली बेइज्जत गर्ने हरेक कुरा गरेको रहेछ। अनि जुन कुरा यो तुलसा चाहिँ यो के अरे तुलसाले गरेको नाङ्गो भिडियो कलहरू, त्यो माथिको वस्त्र के अरे छातीहरू देखाएकोहरू, अनि त्यो उताको होटेलमा त्यो के अरे बसेको हरेक कुराहरू मलाई यहाँ प्रमाण छ। म सब प्रमाणहरू चाहिँ फेरि हाल्नेछु। आजको कुरामा यति नै भयो। यो कुरा चाहिँ टु बी कन्टिन्यू है त। स्टे ट्युन।